हाम्रो आन्दोलनलाई पनि समाप्त पार्नका लागि पार्टीको बदनाम गर्ने, लिडरसिपको बदनाम गर्ने, विचारको बदनाम गर्ने, हाम्रा कामहरूको कसरी आलोचना गर्न सकिन्छ त्यो गर्ने। अहिले सरकारले के गरेको छ र? सरकारले केही त गरेको छैन, कुनै नराम्रो काम एउटै गरेको छैन। तर यत्रो विरोध मानिलिउँ अहिलेको सरकारले देशै बर्बाद गर्न लाग्यो कि जस्तो। बर्बाद पारेको अर्थतन्त्र, बर्बाद पारेको लोकतन्त्र, त्यसलाई ठिक ट्र्याकमा हामी फर्काउँदैछौँ। तर विरोध यसरी भएको छ मानव हामीले ठुलो जघन्य अपराध देशका विरुद्ध गरेका छौँ, विकास होइन त्यसका विपरीत चलेका छौँ जस्तो। हामी विकासको बाटोमा अगाडि चलेका छौँ, सुशासनको बाटोलाई अगाडि बढाएका छौँ। विरोध यस्तरी भइरहेको छ कि मानव हामी देश बर्बाद गरिरहेका छौँ। यसै गरी हाम्रा विरोधीहरूसँग सही काममा दौडिएर हामीलाई पराजित गर्ने र अगाडि पुग्ने उनीहरूसँग सामर्थ्य छैन। छिर्के लगाउने, बदनाम गर्ने, लडाउने, तान्ने, धकेल्ने, त्यसरी झेली खेलाडीहरू अहिले हामी नेपालमा त्यस्तै भइरहेको छ। सरकार भएको हुनाले लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको छ। यो सरकारका गलत क्रियाकलापका कारणले प्रतिगामीहरूले उठाउन खोजेको टाउकोलाई हामीले रोक्ने पहल त गर्यौं। अब यो आन्दोलनरत सबैका जायज माग पूरा गर्नतिर पनि हामीले सदनबाट पनि पहल गर्ने भनेर अस्ति भर्खरै संसदीय दलमा हामीले केही निर्णय गरि पनि सकेका छौं र सदनबाट, सडकबाट र सरकारका मोर्चाहरूबाट पनि आजको देशको भीषण राष्ट्रिय परिस्थितिलाई सहजीकरण गर्ने जिम्मेवारी पनि हामीले नै पूरा गर्नुपर्नेछ। र कपिल वस्तुको बहादुरगञ्जसम्म पुग्दा एउटा असाधारण परिस्थिति देखा परेको छ। माओवादीका पक्षमा, माओवादीका विचारका पक्षमा र माओवादी नेतृत्वका पक्षमा यो प्रतिक्रियावादीहरूलाई ठुलो टाउको दुखाइ भएको छ। यसलाई रोक्नको लागि अनेक षड्यन्त्र हुन थालेका छन्। मलाई अहिले समय छैन धेरै व्याख्या गर्ने, तपाईहरुले बुझ्नु होला। निकै धेरै षड्यन्त्रहरू भइरहेका छन् र हाम्रो पार्टीभित्र के चलखेल गर्न सकिन्छ भन्ने षड्यन्त्र पनि बढाएकै छ। हामी भन्छौँ